हेलो गाइज, गुड मर्निङ। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। आज चाहिँ बिदामा चाहिँ बिहान काम गएर रुममा आएर खानासाना खाएर एकछिन चट्ट फ्रेस होम भनेर सानो भिडियो अपलोड गरिदिउँ भनेर म चाहिँ यता पार्कतिर आएँ। यो चाहिँ आजको मौसम जाडो छ है। जाडोहरू झन् बढ्दै जाँदैछ। पार्क पनि यही हो। अब एकछिन बस्नु पर्यो। हेर न, अब घाम नै छैन, जाडो छ। यस्तै हो। म बस्ने रुम चाहिँ त्यहीँ हो। रुमदेखि पार्क चाहिँ 1 मिनट नजिकै हो। हल्का एकछिन पार्कमा बसेर म चाहिँ यता बाहिरतिर निक्लेँ। बाहिर यसो होकेनको बिल तिर्नु थियो। तिरेर यसो बाहिर निक्लेको यो। अब एकछिन यतातिर घुमेर बाहिर फ्रेस बनाऊँ भनेर नि। जाडो छ। रात पनि पर्दै गइसक्यो। चिसो पनि बढ्दैछ होइन। यस्तै त हो। पातहरू पनि रुखको केही छैन कि सबै झरिसक्यो। अब पछि हिउँ परेर पुरै जमेर हिँडिसक्नु हुँदैन। पातहरू त रुखको फेरि एउटै छैन कि है। हेलो, यस्तै छ यार जापानको बसाइ। घुमो भन्दा पनि यहाँ त बिजी भन्छ क्या जापानमा चाहिँ। बिजीले नि टाइमै हुँदैन केही गर्ने। कहिले पनि काममा गएर यो साथीहरूसँग भेट्ने टाइमै हुँदैन। ल मानौ मेरो आज काम छ, यतिखेर काम गरेर आएँ। अब मेरो साथीको यतिखेर काम हुन्छ क्या। त्यो एक्लै हो। कसैको काम कसैको बिदा त्यस्तो भइन्छ क्या। ठ्याक्क मेरो काम हुँदाखेरि उसको बिदा भइदिन्छ, अनि मेरो बिदा भइदिँदाखेरि उसको ठ्याक्कै काम भइदिएर हुन्छ क्या। अब चाहिँ म फ्यामिली मार्ट पुग्न लागिसकेँ। त्यहाँ गएर चाहिँ बिलसिल तिरेर फर्किन्छु म। अब पर बुढो हेरिरहेको छ क्या। फेरि हल्का मान्छेको अगाडि भिडियो बनाउनु लाज लाग्दिरहेको क्या। बानी छैन नि त। फेरि लजाउने बानी आफैलाई सताउँछ भन्थ्यो हो। त्यही भएर तपाईँसँग पनि लजाउने बानी छ भने आजैदेखि छोडिहाल्नु है। लजाएर कामै छैन भन्छ। त्यही हो। गाडी साडी सरर बगिरहेको छ क्या गाडीहरू चाहिँ यहाँ। यो रोड चाहिँ त्यो सफा छ क्या जापानको। यही चाहिँ खुसी लाग्छ। फोहोर चाहिँ कहीँ देख्नै पाइँदैन। त्यही हो जापानको विशेषता। रात पर्दै जाँदैछ, लाइटहरू पुरै बाल्दैछ। यो चाहिँ जापानको सिङ्गो हो क्या। सिङ्गो चाहिँ 100 मिटर जतिमा हुन्छ होला। गाडी आउँदैन सक्यो फेरि गाडीलाई साइड दिनुपर्छ। सिङ्गो यहाँ एउटा छ, फेरि पर एउटा छ कि नजिकै। सिङ्गोले त तपाईँ कति जाँदै हुनुहुन्छ भन्नु भने सिङ्गोले गर्दा त्यो ठिक टाइममा पुग्नै हुनुहुन्न क्या। त्यही भएर ठिक्क पुग्ने टाइम भन्दा 10 मिनट अगाडि हिँडेको चाहिँ राम्रो, नत्र पुगिँदैन। त्यस्तै हो। फ्यामिली मार्ट चाहिँ यही हो। म आइसकेँ। अब बिल तिरेर अब म चाहिँ जान्छु। बिल तिरेर टक्क फर्किन्छु। गाडीहरू हेर्नु न, गाडीहरू क्या दामी छ यार। रोड फेरि त्यस्तै दामी छ। त्यही हो। म बिल तिर्न गएँ त। म चाहिँ बिल पनि तिरिसकेँ। बिल तिरेर चाहिँ यो पनि एउटा लिइसकेँ। चिसो खाने धेरै बानी छ क्या। हेर्दा रात पनि परिसक्यो। म चाहिँ रुम फर्किँदैछु। अब सायद 5-6 मिनट लाग्छ होला रुम पुग्न नि। नजिकै हो। हावा पनि चल्न थालिसक्यो। हावा त फेरि यहाँ त बिहानदेखि बेलुकैसम्म हो क्या। हावा त चलिरहन्छ। हेर न, रात परेर पुरै कालो भइसक्यो।
फेरि यहाँ त पोलमा लाइट हुन्छ क्या लाइट हुन्छ राति पनि तर उज्यालो हुन्छ त्यो चाहिँ राम्रो हो जापानमा चाहिँ तपाईँ कतै जाने हुन्छ भने यस्तो गल्लीले चाहिँ धेरै अल्झाउँछ क्या म पनि साइकलमा कहिले काहीँ लोकेसन हेरेर जान्छु पुग्ने बेलामा कि यस्तो गल्लीले कहाँ पुऱ्याउँछ पुग्ने बेलामा चाहिँ हेर्नै झ्याउ लाग्छ मलाई नै ल गाइस म चाहिँ रुम पुग्न लागेँ रुम पुग्दाखेरि त झमक्कै भयो अब एकछिन बसेर फोन चलाइन्छ त्यसपछि हल्का पढ्न सकेँ भोलि एक्जाम छ त्यसपछि खानासाना बनायो आजको काम सक्यो त्यही त हो पार्क पनि यही हो हाम्रो रुम त्यहाँ हो पार्क यहाँ हो है त्यही चाहिँ सजिलो छ हल्का घाम लाग्यो घाम तात्न पाइयो माइन्ड बोर भएको बेला फ्रेस हुन पाइयो त्यही त हो पार्क हुनुको कारणै ल गाइस म रुम आइसकेँ रुम आएर एकछिन बस्यो ल गाइस आज चाहिँ हल्का सानो भिडियो बनाएको छु साथ सपोर्ट माया देखाइदिनु होला अर्को भिडियोमा अब भेटौँला हस्त गाइस सी यू सुन